जस्तो तपाईको 48 सालदेखि यता यो हामीलाई थाहा थिएन। यो धरपातनको टिप्टेनहरू छन् नि, टिप्टेनहरूले चाहिँ यो यार्सा गुम्बा टिप्दै लग्दै गर्ने अनि यहाँ बेटा ग्वालाहरू अनि चाहिँ यहाँको के अरे खच्चर घोडा ग्वालाहरूले टिप्दै तरकारी खाने, कसैले चाहिँ किलोको हिसाबमा बेच्ने, यस्तै गर्थे। त्यसपछि 49 सालमा यहाँ हाम्रो गाविसले पत्ता लाग्यो यहाँको हाम्रो सम्पदा यार्सा गुम्बालाई चाहिँ टिप्टेनहरू अनि ग्वालाहरूले व्यवहारिक रूपमा चाहिँ टिपेर खनेर कोहीले तरकारी खाने, कोहीले बाहिर बेच्ने गर्छन् भन्ने खालको पत्ता लगाइसकेपछि 51 सालदेखि हाम्रो गाविसको अध्यक्ष काजी पुनले यहाँ चाहिँ शान्ति गर्नुपर्छ, सुरक्षा गर्नुपर्छ अनि चाहिँ यो चाहिँ हाम्रो गाविसको सम्पदालाई चाहिँ हामी रक्षा गर्नुपर्छ। हामी यहाँको सम्पदाबाट हामी पैसा कमाएर चाहिँ जनताको जीवन स्तर उठाउनुपर्छ। अन्दरमा रोवरमा रहँदै जनयुद्ध सुरु भयो। खोज्नलाई एकदम गाह्रो छ। यसरी भुइँमा आँखा एकदम तिको गरेर हेर्नुपर्छ। एउटा भेटाउनुको लागि 2-3 घण्टा लाग्छ, कहिल्यै 1 घण्टा आधी घण्टा लाग्छ। अनि यो फेरि बिस्तारै खनेर यसरी निकाल्नु पर्छ। यो बाँच्यो भने फेरि बिग्दैन, पैसा पर्दैन। अनि सिङ्गै निकाल्यो भने यसलाई राम्रोसँग माटो खुर्काउनु पर्छ। त्यहाँदेखि यो सफा क्लियर भयो भने